नमस्ते सबैजनालाई तिरसास किचनमा स्वागत छ। आज हामी ढिँडो खाना सेट बनाउँदैछौँ र नेपाली खानामा ढिँडोको स्पेशल ठाउँ छ र आज हामी यसमा मटन बनाउँछौँ, आलुको भुजिया बनाउँछौँ, साग त हुनै पर्यो, टमाटरको अचार बनाउँछौँ, मजाले मटन चाहिँ ग्रेभी बनाउँछौँ। ढिँडोमा मटनको ग्रेभीसँग चोपेर अचारमा मिक्स गरेर खान एकदम मजा आउँछ र त्यसमा साग भयो भने त झन् त्यसको कुरै छोडिदिनुहोस्। र हामी यहाँ यिनीहरूलाई चाहिने मसलाहरू पनि बनाउँछौँ। एकदमै रमाइलो हुन्छ नेपाली खाना घरमै बनाएर खान र यसमा अब घिउको पनि विशेष महत्त्व छ ढिँडोको लागि। ढिँडोमा घिउ मिक्स गरेर पकाउनुपर्छ र घिउ हालेर खाँदाखेरि झन् स्पेसल हुन्छ। र ढिँडो चाहिँ कोदोको पिठोको बनाउँदैछौँ, कतिले चाहिँ मकैको पनि बनाउनुहुन्छ र मलाई चाहिँ कोदोको मिठो लाग्छ र त्यही भएर हामीले ढिँडो बनाउँदैछौँ। ढिँडो बनाउँदाखेरि चाहिँ एकदमै मेहनत गरेर तातो पानी बोइल गरेर त्यसमा चाहिँ पिठोलाई हालेर धेरै लामो समयसम्म चलाउनु पर्छ र डल्लो नपसोस् भनेर त्यसलाई चलाइराख्नुपर्छ। र हामीले आज यो तरकारी पनि बनाएका छौँ बडीको। र अब हेर्नुहोस् यसरी नेपाली स्टाइलमा सर्भ गर्दा झन् मजा आउँछ। र यो हेर्नुहोस् झोल पनि रेडी भइसक्यो र घिउ हालेर अब ढिँडो हामी खाँदैछौँ।